पछिबाट यो विषय अध्यापन गर्ने काममा आउनुपर्छ भन्ने लाग्थ्यो मलाई। मेरो एउटा इच्छा त्यस्तो थियो। तीमध्येमा एकजना चाहिँ निर्मल तामाङ हो, अर्का सुदेन र तेस्रो चाहिँ राकेश शर्मा, त्यति बेला शर्मा। राकेशलाई मैले धेरै नजिकको पहिल्यैदेखि जानेको र अब नजिकको मान्छेलाई भित्रको कुरा भन्नु अप्ठ्यारो हुँदैन, मेरो मनको कुरा भन्नु अप्ठ्यारो हुँदैन र एकपल्ट मलाई जहाँसम्म लाग्छ मैले भने होला यो उपनामले कसो योगदानलाई, साहित्यिक योगदानलाई सही मूल्याङ्कन गर्नमा बाधा दिन्छ कि भन्ने मैले अनुभव गरेको छु। एउटा नाम भन्छु तपाईँहरूलाई, अम्बर मिश्र। अम्बर मिश्र राम्रो साहित्य लेख्ने दाजु हुनुहुन्थ्यो, तर अब तपाईँहरू कसैलाई पनि नाम थाहा छैन भने त्यत्रो साहित्य लेखेर पनि तपाईँहरूलाई थाहा नहुनु भनेको त उहाँको मूल्याङ्कन भएन भन्ने कुरो त स्पष्ट भइहालेछ। किन भएन भन्दाखेरि अम्बर मिश्रले पछितिर जहिले पनि घायल झुन्डाउनु होइन। सबै त्यस्तै हुन्छन् भनेको होइन। केदारमेन व्यथित छन्, गोविन्द बहादुर मल्लकोठाले पनि छन्, तर धेरै हरिभक्त कटुवालले प्रवासी लेखेका हुन्, तर पछिबाट लेख्न छाडे। जेसुकै भए पनि राकेश क्रान्तिकारी। अब त के मैले भनेर हुँदैन, किताबमा क्रान्तिकारी आयो, कवितामा क्रान्तिकारी आइहाल्यो। र क्रान्ति भनेको फेरि पहिला चाहिँ हामीलाई एकदम त्यो आन्दोलन हो भने जस्तो लाग्थ्यो। क्रान्ति भनेको आन्दोलन चाहिँ होइन, यो चाहिँ परिवर्तन भनेको हो क्रान्ति भनेको। र अब राकेशले नेपाली कवितालाई एउटा त्यो घुम्ती दिने काम चाहिँ यहीँबाट सुरु गरेको होस्, यही अनाम प्रेमिकाबाटै सुरु गरेको होस् भन्ने मेरो कामना छ कवि राकेशप्रति। र राकेशलाई धेरै म मेरो व्यक्तिगत पक्षबाट गुरुको हैसियतले पनि माग्नेमा फुल्याउने, छाती फुल्याउने भनेको त यस्तै विद्यार्थीहरूको कर्ममा त हो, अरू के छ, हामीसित अरू केही छैन। अघि मेरो हार्दिक बधाई पनि छ। अस्ति 2 दिन अघि राकेश निकै हट्टा भएर आइपुगेछ कलेजमा। आएपछि सर आइदिनुपर्छ भने हिँडे र मलाई अलिकति ब्ल्याकमेलिङ जस्तो पनि सुधीर सरले आएर बोल्नुहुन्छ कविताको किताबमा। सुधीर सर आउँछन् भनेपछि चाहिँ सर पनि आउँछन् भन्ने लागेको राकेशलाई। र अब एउटा कविताको किताबको विमोचन कार्यक्रममा भाषामाथि बोल्नु फेरि कस्तो अलिकति नमिलेको जस्तो त हुन्छै होला। तर अब राकेशको आग्रह पनि केही भयो। फेरि अहिलेको यो परिस्थिति पनि त्यस्तै भयो अघि। र मैले राकेशलाई हुन्छ म आउँछु भने। अब मेरो ज्ञान कति हो त्यो मलाई थाहा छ। मलाई पुरा विश्वास छ यस विषयमा। मभन्दा धेरै कुरा जान्नेहरू धेरैजना छन्, हाम्रै संसर्गमा पनि छन्, तर उहाँहरू बोल्नुहुन्न। म चाहिँ बोल्छु, थोरै जानेको छु, त्यही थोरै जानेको कुरा बोल्छु। र हिजो अस्ति अब हाम्रो दुर्भाग्य नेपालले जसो गर्यो भारतले पनि त्यसै गर्नुपर्छ भन्ने त थिएन। नेपालमा त हिजो अस्तिसम्म राजतन्त्र बसेको नेपाल थियो। नेपालले लोकतन्त्रको अलिकति सदुपयोग गरिरहेको छैन कि भन्नु डराउनु पर्दैन होला मेरो विचारमा। र भारतले त्यो कुरो बुझ्नुपर्ने थियो नि त। भाषाको मुद्दा न्यायालयले कहिले पनि समाधान गर्दैन।
छापिएपछि चाहिँ बात भएपछि चाहिँ खास कुरा मैले बुझेँ। मैले नबुझी लेखेको रहेछु धेरैवटा कुरा लेखेको ठिकै लेखेको हो, तर त्यो सबै कुरा बुझेर चाहिँ मैले लेखेको भएदेखि अझै कुरा अलिकति बेग्लै हुने खासमा चाहिँ। र अब मैले तपाईँहरूलाई त्यो भाषा बारेमा कुरा राख्दाखेरि नियमकै मात्रै कुरा गरेर दिक्कै लागेको हुन्छ पक्का। र आज चाहिँ त्यो मुद्दालाई पनि अगाडि राखेर भाषाको कुरा गर्नु म चाहन्छु। र म तपाईँको यो स्थायी नोकरीमा आउनुभन्दा 2 वर्ष अघि मेरा एकजना सहपाठी आर्मीबाट रिटायर आइसकेका थिए। अन्त अब मेरो उमेरको साथीहरू अरू पनि कतिजना आर्मीमा थिए, फौजमा। अन्त कहाँ छ भन्यो भनेदेखिलाई आइआइटी भन्थ्यो। अन्त त्यो आर्मीहरूले त अब एकपल्ट मिनिमम 3 वर्षको लागि, न्यूनतम 3 वर्षको लागि चाहिँ माथि लाँदो रहेछ सियाचिनतिर। अब त्यो सियाचिनमा लाँदाखेरि त्यो मान्छे राजस्थानमा छ, राजस्थानबाट सियाचिनमा लाँदाखेरि चाहिँ यो मान्छेलाई आर्मीलाई सिधा हेलिकप्टरबाट चढाएर चाहिँ सियाचिनमा झार्ने होइन रहेछ खासमा चाहिँ। बिस्तारी कति दिन लगेर कागज फेरि अलिकति आइआइटीमा लान्छ, फेरि अलिकति पर्वत आरोहीहरूको पनि त्यही त हो। पर्वत चढ्ने जुन चाहिँ प्रक्रिया छ त्यो प्रक्रियामा त सिधै हिँडेको जाँदैन। त मैले भनेको त्यसो भएन भने के हुन्छ? त्यसो भएन भने बिमार हुन्छ, मर्छ। त त्यो एउटा ह्याको भन्ने बिमारी हुँदो रहेछ, एचएपीको भन्ने बिमारी हुँदो रहेछ। त्यो सिधै लगेर त्यहाँको हुन्छ ह्याको हुन्छ अरे। ह्याको भनेपछि चाहिँ तुरन्तै झारिहाल्नु पर्छ अरे। ढिलो भयो भनेदेखिलाई त्यो मान्छे मर्ने सम्भावना हुन्छ, हो कि? त एडप्टेसन भन्छ अङ्ग्रेजीमा, हामी अनुकूलन भन्छौँ नेपालीमा। त्यो वातावरणसित अनुकूलित गर्दै गयो भनेदेखिलाई चाहिँ त्यो मान्छेले माथि सियाचिनमा 3 वर्ष खट्नु सक्छ, नभएदेखि सक्दैन। कुरा त्यस्तो। अब यता यो COLONEL आयो अङ्ग्रेजीबाट। त्यसलाई यहाँ अनुकूलित हुनुपर्छ खासमा चाहिँ। नेपाली भाषीको जिब्रोमा अनुकूलित हुनुपर्छ यो शब्द पहिला। अनुकूलित भएन भनेदेखिलाई यो शब्द नेपाली भाषा संसारमा बाँच्नु सक्दैन। जति पनि शब्द आएको छ बाहिरबाट अनुकूलित भएर आएको। अनुकूलित केमा भन्दा नेपाली ध्वनि व्यवस्था, नेपाली उच्चारण व्यवस्था र नेपाली लेखन व्यवस्थामा अनुकूलित भएन भनेदेखिलाई बाहिरबाट आएको शब्द बाँच्दैन। बाहिरबाट आएको भन्नाले तत्सम जति पनि शब्दहरू छन् ती शब्दहरू कुनै पनि बाँच्दैनन्। म तपाईँहरूलाई एकवटाको उदाहरण दिन्छु। राकेशले मलाई 1 घन्टा सर भनेर समय दिएको छ, त्यो समयभित्रमा सक्ने कोसिस गर्छु। तर 1 घन्टाभित्रमा म धेरैवटा कुरा भन्न सक्छु होला सायद। तर अघि मैले कर्नल भने जनरल, हाम्रो त जनरल त छैन नि त जिब्रोमा। हाम्रो जिब्रोमा त जर्नेल छ, अघि
अब त्यो अङ्ग्रेजीको हस्पिटल चलाउँछौँ तर धेरैजनाले त आज पनि अस्पताल भनिरहेछ। त्यो भाषामा अनुकूलन भयो। खासमा हाम्रो उच्चारण व्यवस्थामा अनुकूलन भएपछि त्यसरी बसिरहेछ। GLASS त गिलास भइरहेछ। हाम्रो ग्लास हुनुपर्ने त्यो भएको छैन। ओके, अब त्यो त अङ्ग्रेजीका भए। अब BOX बाकस भइरहेछ। BRUSH ब्रस त भएको छ, गुरुस भएको छ। अब लालटिन LANTERN उताबाट आएको मात्रै होइन, यताबाट गएको पनि भन्छु नि म, यताबाट गएको पनि भन्छु। अघि उता इस्टकोट हाम्रो वेस्टकोट, सरी उताको वेस्टकोट हाम्रो इस्टकोट, रसिद भइरहेछ। अघि GODWN गोदाम थिएटर होइन, डाक्टर के छ त यति मात्रै होइन कि त्यो बाहिरबाट आएको मात्रै होइन। अब हाम्रो रिजनल ल्याङ्ग्वेज जति छन्, रिजनल ल्याङ्ग्वेजबाट पनि प्रान्तीय भाषाहरूबाट पनि नेपालीबाट धेरै शब्दहरू भित्रिएका छन् नि त। जस्तो कि यो दोकान भनौँ भनेदेखिलाई हिन्दीबाट हाम्रो चाहिँ पसल होइन, पसल त नेवारीबाट। तर नेवारीमा चाहिँ प स विसर्ग छ, पसल भन्छ, पसल भन्दैन। हाम्रोमा आउँदाखेरि चाहिँ पसल भएको छ। पस मास थिएन, त्यसलाई HAPO लाग्थ्यो, हेपो लाग्थ्यो कि त्यो मरो थियो। त्यो कारणले गर्दाखेरि चाहिँ पसल बनाएपछि चाहिँ त्यो बाँचेको हो। अब गुन्द्रुक पनि तीबाट, नेवारीबाट गुन्द्रुक, तर उनीहरूले गुन्द्रुक भन्दैन रहेछ कि गुन्द्रुक भन्दो रहेछ। गुन्द्रुक क चाहिँ हामीले पकाएको रहेछौँ। त्यो सिकर्मी डकर्मी दुइटै, तर उनीहरूको उच्चारणमा चाहिँ सिकमी छ, डकर्मी छ। हाम्रो र थपिएको छ, सिकर्मी डकर्मी, सिकमी डकर्मी, त्यस्तो भएको छ। र अब त्यो अब त अहिलेको मसिनो नानीहरूलाई त त्यो थाहा छैन। हामी त धिब्रीमै बसेको हो, धिब्री लालटिनमा। त्यो धिब्रीलाई अर्को एउटा शब्द छ, हामी टुकी भन्छौँ। है त्यो टुकी पनि टुकीबाट आएको नेवार। त अब अरू किराँती भाषाहरूबाट, मगराती भाषाबाट, त्यो भोटबर्मेली परिवारको भाषाहरूबाट आएका यस्ता अनेक शब्दहरू छन्। तर आउँदाखेरि अलिकति स्वरूप बदलेरै आएछ। त्यो किन भन्दैछु म भन्दाखेरि बादी पक्ष भनौँ, अहिले एकछिनको लागि बादी पक्ष भनौँ न। ओके, हामी चाहिँ प्रतिवादी पक्ष। बादी पक्षको चाहिँ भनाइ के छ भनेदेखिलाई मूलमा जे छ हाम्रो प्रयोगमा पनि त्यही हुनुपर्छ। उहाँहरूको भनाइ चाहिँ त्यो हो नि त, होइन? जस्तो कि सिक्किम विश्वविद्यालयले आफ्नो पठन पाठनबाट तालव्यस मूर्धन्यस अडा अड्डा ओके हटाए त्यो त्यस्तो लाग्छ तपाईँहरूलाई? त्यस्तो लाग्छ? सिक्किम विश्वविद्यालयले नेपाली भाषा लेखनबाट नेपाली भाषा लेखनबाट चाहिँ तालव्यस र मूर्धन्यस हटायो भने विषय कसरी लेख्दैछ? कसरी लेख्दैछ विषय?
शिशु लेख्दाखेरि पनि दुईटै पातलो स नै चलाउँदैछ। नेपालमा चाहिँ पातलो स भन्छ नि त, एउटा चाहिँ मोटो स हुन्छ, त्यो चाहिँ तालव्य हो। एउटा चाहिँ पेट छिलेको भन्छ, त्यो चाहिँ मूर्धन्य स हो, यो चाहिँ पातलो स हो। यो यता प्रतिवादी पक्ष भनेको चाहिँ यसरी बुझ्नुहोस् न तपाईँहरू, यसलाई चाहिँ तद्भौतिकरण चाहनेहरूको समूह भन्छ। यो समूहको विकास चाहिँ कहिले भयो भन्दाखेरि जब नेपाली विद्वानहरूले भाषा विज्ञानको अध्ययन थाले र नेपाली भाषाको प्रकृति बुझे कस्तो रहेछ भन्ने, त्यसपछि चाहिँ अलिकति हाम्रो भाषामा परिवर्तन भयो, लेखनमा परिवर्तन भयो, व्याकरणमा परिवर्तन भयो, हाम्रो वर्णमालामा परिवर्तन भयो, हो कि? यो चाहिँ तद्भौतिकरणवादीहरू। अब यसलाई तद्भौतिकरणवादी भनेर बुझ्दा अझै अप्ठ्यारो भयो भने नेपालीकरण गर्नु चाहनेहरू भनेर बुझौँ न। अब नेपालीकरण गर्न चाहनेहरूको उल्टो के हुन्छ? होइन, भाषालाई राजनीतिसित जोडेर हेर्छन् क्या हेर्नेहरूले कि उहाँहरू भने त हिन्दीहरूले जसो गरेको छ हिन्दीले त्यसै गर्नु भन्दैछ। यो अहिले सरकार के ठिक्क कुरा गर्नु मैले उहाँहरूको लागि चाहिँ होइन। त्यो म त पढाउनु पर्ने उनी भएको कारणले गर्दाखेरि चाहिँ मैले यसो गर्नु परेको हो, बोल्नु परेको हो। मुख्यातिथिलाई एक थरीको कुरा सिकाएर म आफ्नो व्यवहार चाहिँ अर्को थरीको बनाउनु सक्दिनँ। मैले केटाकेटीलाई जे सिकाउँदैछु मेरो व्यवहार पनि त्यही अनुरूप हुनुपर्छ, हो कि? तर अहिले स्थिति यति मैले भने नि हो कि त्यो जुन चाहिँ प्रश्न छापिएपछि चाहिँ मैले 2-3 ठाउँ सम्पर्क गरेपछि स्थिति यति भयानक हुँदैछ कि तपाईँको सम्भवतः मैले यसरी बोल्दाखेरि म आपतमा पर्न सक्छु। मेरो नोकरी जोखिममा पर्न सक्छ। किनभनेदेखिलाई एउटा राज्यको उच्च न्यायालयले जुन आदेश दियो त्यो आदेश त्यही राज्यभित्र मात्रै सीमित रहन्छ कि त्यो पुरा देशको सङ्घीय व्यवस्थाभित्र नै सीमित मतलब व्याप्त हुन्छ? अब अर्को कुरो, मुद्दा जित्यो, हो कि? मुद्दा जितेपछि सिक्किम युनिभर्सिटीले महाविद्यालय स्तरको शिक्षा र विश्वविद्यालय स्तरको शिक्षामा पाठ्यक्रममा व्यापक परिवर्तन गर्नुपर्छ। मेरो युजी पिजी दुईटै लेभलमा मेरो कथा परेछ। सुनिल सरको पनि कविता परेछ। थप्लो छ तल होइन, मेरोमा छैन क्या हो। अब म त अब तपाईँकोमा पनि छैन, थप्लो छैन, तपाईँ पनि आऊ। ठिक छ त, हामी जस्तो मान्छेलाई आऊ, केही फरक पर्दैन। हामीलाई नपढिकन मजाले अनर्स हुनसक्छ, हामीलाई नपढिकन मजाले एमए हुनसक्छ, एउटा नपढिकन मास्टर हुनसक्छ। अन्त नेपालबाट यस्तो हुन्छ कुरा चाहिँ, जुन सिलेबस छ मैले सिलेबस हेरेर मेरोमा दुईटै सिलेबस छ, एमफिल पिएचडीहरू सबै छ मसित। 50% भारत नेपालको
पाठ सिलेबसमा छ। अब त्यो नेपालको 50% पाठलाई फ्याँकेर 100% भारतको बनाउँदा हुन्छ, उहाँहरूको दादी पक्षको बनाउँदा हुन्छ भनौँ न। रेफरेन्स के गर्छ? रेफरेन्स के गर्छ? कसले लेख्छ? कहिले लेख्छ? अहिलेसम्म लेखेको छ रेफरेन्स। नेपाली भाषा विज्ञान पढाउनु पर्छ। नेपाली भाषा विज्ञान पढाउँदाखेरि 99% रेफरेन्स नेपालको छ। यहाँबाट नेपाली भाषा विज्ञान कसले लेखेको छ? यहाँबाट। अन्त यो त आफ्नै खुट्टामा पञ्चर हानेको होइन। फेरि यस्तो नि त, अब त्यति गरेन भन्दाखेरि त्यो जुन चाहिँ समितिले घरिघरि गएर चेक गर्नु भनेर चाहिँ न्यायालयले आदेश दिएको छ नि त। गरेन भनेदेखिलाई नोकरी जोखिममा पर्छ। कुरा त्यही त हो। अब गर्नु कसरी? फेरि गर्नु कसरी? पुरा भाषा विज्ञानलाई हटाइदिनु, नेपाललाई पुरै हटाइदिनु र नानीहरूलाई यहाँमै पढाउनु। यो त सिक्किम भरेको विद्यार्थीवर्गलाई नेपाली भाषाको वैज्ञानिक अध्ययनबाट वञ्चित गराउने काम चाहिँ गरेछ। यसले समाजमा ठुलो नकारात्मक प्रभाव पार्छ, शैक्षिक क्षेत्रमा यसले ठुलो नकारात्मक प्रभाव पार्छ र शिक्षादेखि यो अरूतिर पनि सरेर जान्छ होला भन्ने शङ्का चाहिँ मैले गरेको छु। शिक्षामा मात्रै सीमित होइन, यो शिक्षालाई मात्रै यसले ड्यामेज गर्छ भनेको होइन, शिक्षादेखि अरू क्षेत्रतिर पनि यो सरेर जान्छ भन्ने चाहिँ मलाई लाग्छ। अब अघिको कुरा जोड्छु, अघिकोमा एउटा त्यो पाउँछ नि खासमा, एउटा देशमा उसलाई बस्नु मन लागेन कसैलाई पनि भनेदेखि उसले अर्को देशको नागरिकता लिन पाउँछ, मजाले। अब एउटा मान्छे जापानमा बस्नु मन परेन, उसलाई भारतमा बस्नु मन पर्यो, भारतमा आएर भारतको नागरिकता लियो। त्यो भारतमा आएर भारतको नागरिकता लिने जापानीले अब यहाँ नागरिकता लिइसकेपछि चाहिँ कहाँको नियम मान्नुपर्छ? जापानको कि भारतको? शब्द पनि त्यस्तै हो, बाहिरबाट आउँछ कि आएपछि एउटा भाषामा जान्छ, त्यो भाषामा गएपछि कमसेकम उच्चारण र वर्ण व्यवस्थामा चाहिँ, वर्ण विन्यासमा चाहिँ त्यसले केही कानुन मान्नुपर्छ। कुरा त्यस्तो हो नि, हो कि? मूलमा जे छ केही गर्नु भन्यो भनेदेखिलाई समस्या छ नि त। कहाँ छ भन्दाखेरि आकर र आकर र होइन, हामीले भनेको चाहिँ तपाईँको के भन्दाखेरिलाई यो जिब्रोमा तीनटा स्वरको भिन्नै उच्चारण छैन। अब किताब त्यस्तै लेखिदिन्छ, हामीले त्यसै पढेको, हामी त्यसै पढाउँछौँ, यसो कोसिस पनि गर्छौँ नि त। हामी छ कि छैन भनेर यसो कोसिस पनि गर्छौँ, हुँदैन। नेपालले क ख ग घ ङ च छ भन्दै गएर क्लासमा स स स भन्छ, सिकाउँदाखेरि स स स भन्छ। हामी के भन्छ? तालव्य छ, मूर्धन्य छ, दन्त्य छ भन्छ। त्यो दन्त्य तालव्य भनेको उच्चारण स्थान हो। कको पनि उच्चारण स्थान छ, त्यहाँ चाहिँ किन कण्ठ गर्न भनेको?
किन कन्ट्र्याक्ट गर्न भनेको त्यो चाहिँ कन्ट्र्याक्ट ख चाहिँ किन नआउनु भनेको तँलाई चाहिँ किन तालुक छ भनेको किनभने तीनटा शर्त चिनाउनु पर्यो नि त नानीहरूलाई बेग्ला बेग्लै हो भनेर चिनाउनु पर्यो त्यो चिनाउनुको लागि एउटा युक्ति लिएको मात्रै हो शिक्षण प्रक्रियामा छनु चाहिँ एउटै स छ उच्चारणमा त्यसो गर्दाखेरि अब नेपाली भाषा विज्ञानले नेपालतिरको तमाम व्याकरणको किताबले 29 वटा व्यञ्जन लेखिदिएको छ 6 वटा स्वर लेखिदिएको छ यो चाहिँ एउटा भ्रान्ति चाहिँ के पाल्नु हुँदैन भनेदेखिलाई वर्णमाला चिनाउने चाहिँ प्राथमिक स्तरमा हो वर्ण व्यवस्था पढाउने चाहिँ उच्च स्तरमा हो नि त वर्ण त त्यहाँ पनि पढाउनुपर्छ मास्टरमा पनि पढ्नुपर्छ वर्ण चाहिँ तल मात्रै होइन अन्त हामीले पढाउँदाखेरि के पढाउनु भनेको त्यो व्याकरण र भाषा विज्ञान हो नेपाली भाषा विज्ञान त्यो भाषा विज्ञानले त्यसै भनिरहेछ पुरो चित्त बुझ्दो पनि छ अब यो तपाईहरुले मलाई उताबाट प्रश्न गर्न सक्नुहुन्छ जानेको चाहिँ म अहिले उत्तर दिन्छु जानेको छैन भने घरमा गएर हेर्छु टिचरहरूले ढाक्नु हुँदैन भन्छ क्या त कुरा त्यस्तो छ अघि मैले भने यताबाट यता भएको उताबाट यता आएको भइहाल्यो अब यताबाट उता गएको पनि हेर्नु नि त्यो अक्सफोर्ड डिक्सनरीले चाहिँ यो भारतीय भाषाहरूबाट प्रत्येक वर्ष थुप्रै शब्दहरूको लादो रहेछ त प्रत्येक वर्ष अक्सफोर्ड डिक्सनरीमा नयाँ शब्द हाल्दो रहेछ अन्त मैले 1-2 वटा लिएर आएको छु म त्यसको स्पेलिङ गर्छु JUGGERNAUT JUGGERNAUT के हुन्छ होला यो त अब मैले पो यसो हेरेर बुझेँ त मलाई पनि त्यहाँ बसेर तपाईहरुले के हुन्छ होला भन्नु भएको भएदेखि मसित पनि उत्तर हुँदैन यो जगन्नाथ हो अन्त जगन्नाथ अंग्रेजीमा ठ्याक्कै जगन्नाथ नजान्दो रहेछ त जसरी अंग्रेजीको नेपालीमा आउँदा ठ्याक्कै अंग्रेजी आउँदैन होइन अब उर्दूमा फारसीमा तालव्य छ नै भने पनि त्यो पनि तालव्य त नभन्दो रहेछ नि त सिन भन्दो रहेछ तालव्य छलाई त सिन भन्दो रहेछ त्यो थाहा छैन उहाँहरूलाई फेरि उहाँहरूको यहाँ चाहिँ के छ भने उर्दूमा देवनागरीमा तालव्य स हबडाइकर द नै लेखेको छ भन्ने भ्रान्ति छ त्यहाँ पक्का गरी होइन नि उर्दूको लिपि नै भिन्दै हो तालव्य सलाई सिन भन्दो रहेछ अन्त सही लेख्दा चाहिँ भमा दीर्घ लगाएर तालव्य स नै लेख्नु पर्छ छटाइको ह हुँदैन दन्तेसला हुँदैन मुक्ताको यति नै हो कारण चाहिँ यही हो त अब यो पाकर यो जाकर माकर हुने पाएजामा हाम्रोमा होइन हाम्रोमा पाइजामा हो यो चाहिँ के भएको छ उता जाँदाखेरि त PAJAMAS भएको रहेछ नि त अंग्रेजीमा त गएको रहेछ पाइजामा गएको रहेछ कि तर जाँदाखेरि चाहिँ PAJAMAS भएर गएको रहेछ होइन खासमा चाहिँ आउँदैन हो जस्तोको तस्तै भने पनि आउँदैन तपाईँले भनेको होइन बाली पक्षलाई भनेको आउँदैन जस्तोको तस्तै आउँदैन तर यस्तै यो खब हामीले त THAG लेख्यौँ होला कि उनीहरूको त THUG भन्दो रहेछ डिक्सनरीमा THUG अब अर्को पनि छ अर्को
DUNGAREES यो पनि गएको रहेछ DUNGAREES डाङ्ग्री अरे डाङ्ग्री अन्त डाङ्ग्री भन्छ होला अङ्ग्रेजहरूले त्यसलाई डाङ्ग्री भन्छ होला भन्दैन उनीहरूको उच्चारण अर्कै छ मिल्दैन अरे हामी GORKA चाहिँ हौँ भनेर तपाईँ 1000 पल्ट भन्नुहोस् उसले GURKA चाहिँ लेख्छ 1000 पल्ट भन्नुहोस् न त है 1000 पल्ट सम्झाउनुहोस् बुझाउनुहोस् उसले GURKA नै लेख्छ तर त्यस्तो छ हो कि त्यो नरमा त्यही सरसा जस्तै हो न पनि हाम्रो जिब्रोमा न एउटा छ त्यो दन्त्य न भन्दाखेरि जिब्रो टुप्पाले दाँत नाख्नु त्यो मूर्धन्य कहाँ गर्नुपर्छ थाहा छैन यसलाई थाहा छैन भनेर चाहिँ उच्चारण छैन नि त जस्तो कि फेरि एउटा मतलब म एउटा तपाईँहरूलाई मतलब निवेदन चाहिँ के गर्छु भनेदेखिलाई मैले नेपाली भाषा लेखनमा तालव्य छ मूर्धन्य छ मूर्धन्य भनेको छु है हुन्छ नि तर त्यसको ठाउँ छ भनेको मात्रै हो ठाउँ त्यसको ठाउँ छ जब संस्कृतको शब्द जस्तो जस्तै आउँछ पञ्चायत लेख्नुपर्छ तर यहाँ लेख्नुपर्छ तर तिम्रो जिब्रोले चाहिँ यहाँ पढ्दैन नपढ्छ लेख्नुपर्छ पढ्छ त्यसलाई त बिगार्नु हुँदैन मतलब त्यसो गर्नु हुँदैन भन्ने प्रस्तावना पनि छ है फेरि उहिले जिल्लो नेपाली भाषा भन्ने शिवराज आचार्यले चलाएको एउटा यहाँको शिवराज सर होइन उताको शिवराज आचार्यले चलाएको एउटा आन्दोलन छ जिन्दो नेपाली भाषा त्यसको हिज्जे दन्त्य नआएको पाएको लछरेको भएको दन्त्य सागर हो तर प्रस्तावना आयो स्वीकृत भएन पाउँछ नि त्यो त किन पाउँछ कसैले कस्तो पाउँदैन पाउँछ अन्त होइन त्यसो गर्नु हुँदैन भन्ने लाग्यो होला त्यति बेला विद्वानहरूलाई त्यो कुरो त्यतिकै हराएर गएर के मैले केटाकेटीलाई पढाउनु चाहिँ पर्छ फेरि अहिले पढाउनु चाहिँ पर्छ नि त आन्दोलन त मैले पढाउनु पऱ्यो फेरि आन्दोलन पढाउँदाखेरि यस्तो कुराहरू मैले गर्नुपर्छ तर जिल्लो नेपाली भाषाले भनेको जस्तो जिब्रोमा चाहिँ त्यही मात्रै छ खासमा चाहिँ तपाईँ भाषा लेखेर मूर्धन्य लेखेर पढ्दा त दन्त्यसै हुन्छ हो तर तत्सम शब्दमा दुई प्रकारको व्यञ्जन छ नि त दुई प्रकारको व्यञ्जन स्वर पनि दुई प्रकारको एउटा उच्चार्य स्वर छ एउटा लेख्य स्वर छ एउटा उच्चार्य व्यञ्जन छ 29 वटाको अर्को लेख्य व्यञ्जन छ फरक छ नि अब हाम्रो झगडाको मूल कारण के हो भन्दाखेरि सोच्नुहोस् एउटा भाषाको व्याकरण दुईटा भाषाको नियमले लेखिन्छ यस्तो संसारमा होला एउटा भाषाको व्याकरण दुईटा नियमले लेखियो नेपाली भाषाको व्याकरण अलिकति चाहिँ संस्कृत व्याकरणको नियमले लेखिएको छ अलिकति चाहिँ नेपाली व्याकरणको नियमले लेखिएको छ नि त यी बडबड भएको खासमा कि त जम्मै संस्कृत व्याकरणको नियमले लेखिनु पर्थ्यो कि त जम्मै नेपाली व्याकरणको नियमले लेखिनु पर्थ्यो त्यसो हुँदो हो त यो झगडा उठ्ने थिएन यो विवाद उठ्ने नै थिएन हो कि यो अच्छा नेपालीमा त यो वर्ण विन्यासमा अलिकति परिवर्तन आयो तद्भवीकरणको कारणले गर्दाखेरि अलिकति परिवर्तन आयो यस्तो अङ्ग्रेजीतिर पनि होला भन्ने लाग्यो क्या मलाई अब अङ्ग्रेजीको त्यस्तो ज्ञान छैन एकजना अङ्ग्रेजी पढाउने सरलाई सर भनेको त हिजो थुप्रै लिस्ट पठाइदिएछ खुसी पनि लाग्यो क्या यो
GIVE पुरानो इङ्ग्लिसमा त GIVETH रहेछ नि त। कोर्टमा गयो होला कोही। यो MAKETH रहेछ। हजुर 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 भाषालाई त सबैले परिवर्तन गर्छ नि त, गर्छ। त्यो त रोक्ने त हाम्रो कसमै छैन। फेरि हामी आफै परिवर्तन गर्छौँ भनेर पनि हुँदैन। स्वतः परिवर्तन स्वतः हुन्छ। के अरे मुरारी कृष्णका चरणाग्र नमस्कार परि सदानन्द नाम ऋषिले भास्वती नाम ग्रन्थ निर्मियो। नेपाली हो। यो 1400 को नेपाली हो। 4 सुनको नेपाली हो। उता 800-981 को नेपाली हो। ओम जमे हुँदा उपाल भूपाल रे सबै कृष्ण ओढैको भाइ संकल्प रैसा। नेपाली हो। नेपाली हो। यस्तो हुँदैन। परिवर्तन हुन्छ, आफै हुन्छ। समयले परिवर्तन गर्छ, अर्को दूरीले परिवर्तन गर्छ। यहाँ चाहिँ के हो भनेदेखिलाई उहाँहरूको चाहिँ नेपाली भारतको नेपाली चाहिँ आफ्नै विशेषता हुनुपर्छ। उहाँहरूको ठिक छ, कुरा ठिक छ, तर त्यो विशेषता वर्णमा हुँदैन नि त। तिमी डल्लै कलकत्ता घुमेको छौ, नेपालीले कहाँ बुझ्छ? बुझ्दैन त। त्यो हो विशेषता हाम्रो। उनीहरूले त डल्लो भनेको यस्तो डल्लो मात्रै। हामीले डल्लै 10 रोटी खायौँ भने नेपाल हाँस्छ। नेपालको स्वास्नी मान्छेले बच्चा जन्माउँदा हामी हाँस्छौँ। हाम्रो त्यो कुकुरले बच्चा जन्माउँछ त। हाम्रो स्वास्नी मान्छेले त नानी पाउँछ होइन। उता गएर साउजी भन्नुपर्छ। साउजी भइदिनुहोस् न। दिँदैन। घन्टा भन्नु पर्यो। फुलकोपी माग्नु भएन, पाउली माग्नु पर्यो। त्यो प्रान्तीय क्षेत्रीय भेद त अहिले पनि छ नि। हामी जबरजस्ती समग्र नेपाली भाषा साहित्यदेखि अलगै हुनुपर्छ, हाम्रो आफ्नै विशेषता हुनुपर्छ भन्ने कुरा त नबुझी गरेको कुरा छ। हेर्नुपर्छ, हाम्रो आफ्नो विशेषता छ। अहिले काठमाडौँमा गएर तपाईँले सुन्नुहोस्, यो दार्जिलिङबाट थाहा भइहाल्छ। त्यो दार्जिलिङको क्षेत्रीयता त्यसले बोकेर हुन्छ नि। कुरा त्यस्तो हो। अब खास कुरा त त्यही तल खोप्री त हो। तल खोप्री मैले घडी पनि हेर्नुपर्छ। तपाईँहरूले रोक्दा पनि हुन्छ। घन्टी बजाइदिँदा पनि हो कि त्यो त्यस्तै भयो। पहिला चन्द्रिका गोर्खा व्याकरण 1912 सालमा छापिएको। ऊ चाहिँ गुरुराज हेमराज पण्डितज्यू ऊ चाहिँ राजगुरु पनि थिएछ नि त। अन्त चन्द्रिका गोर्खा व्याकरण छाप्यो। फेरि चन्द्रिका किन एउटा नेपाली व्याकरणको नाम चाहिँ चन्द्रिका चाहिँ किन अगाडि भन्दा त्यो चाहिँ चन्द्र शमशेरलाई खुसी बनाउनुको लागि हो नि त चन्द्रिका लेखेको त। अन्त चन्द्र शमशेरको मतलब राणाहरू खुसी भए। त्यति बेलाको चाहिँ डिपिआई, त्यो शिक्षा विभागको माथि बस्ने मान्छे डिपिआई चाहिँ मृगेन्द्र शमशेर जङ्गबहादुर राणाको थिएछन्। अन्त डिपिआईले स्ट्याम्प ढोकेर आइला यो परीक्षातिर
पाठ्यक्रम सबै यो आधारमा हुनुपर्छ, पठन पाठन यो आधारमा हुनुपर्छ। त्यसपछि अलिक पछि 91 सालमा 34-35तिर नेकस्मीले छापियो नेपाली कसरी शुद्ध लेख्ने भन्ने त्यो बालकृष्ण समहरूको हो कि, त्यसमा पनि ठप्पै लाग्यो। अन्त यो भाषामा राजनीति त्यति बेलादेखि रहेछ कि त्यही पुरानो परम्परा चाहिँ मैले सिक्किमले भने भन्दैलाई सिक्किमले मन दुखाउँछ होला, तर यो भाषाको विवादमा सिक्किमको नाक गाँसिएर आउँछ दोहोऱ्याएर क्या। 2-3 जनाको व्यक्तिगत त्यो दुराभावको कारणले गर्दा 2-3 जनाको व्यक्तिगत दुराभाव मलाई त के लागेको थियो भन्दाखेरि यो जनहित याचिका त अदालतले स्वीकारै गर्दैन भन्ने लागेको थियो। नगर्नुपर्ने हो नि त, लाका हिसाबमा पनि नगर्नुपर्ने हो। आफ्नो दक्षतादेखि बाहिरको कुरो अदालतले कसरी स्वीकार गरे कि गर्न लगाइयो, त्यतापट्टि खोज्नुपर्ने अब हामीले अझ रात्रै चलाउनु सक्ने भनेको त मान्छेको पत्र के भएर पनि मैले डराउनुपर्छ भनेको होइन। मैले 2-3 जना समितिको सदस्यहरूसित मात्न आइदिएँ। उनीहरूलाई समितिको सदस्य कसरी बनाइयो बनाउँदाखेरि कत्रो लट्ठी देखाइयो, त्यो जानकारी छ, राम्रोसित जानकारी छ। र अब मैले मेरो पेशागत नैतिकता पनि हो यो भनेको छु। कुनै समयमा यो पेशागत नैतिकताले मलाई त्यो कुरो पनि गर्न बाध्य बनाउँछ, बनायो भनेदेखि गरौँ हो कि। र अब 5-7 मिनटमा म कुरा सक्छु, किनभनेदेखिलाई अरू त कुरा गरेँ, सरले त खास कुरा त गरेन भनेर भन्नुभयो भने फेरि अप्ठ्यारो हुन्छ। खास कुरा गर्नुपर्छ। यो एसयुमा यहाँ पनि पहिला सिकाउँछ। हाम्रो मौकोमा पनि युपी छ, युपी दिदी हुनुहुन्छ, कल्पना दिदी हुनुहुन्छ। कल्पना दिदी युपी स्कुल अप्पर प्राइमेरी चाहिँ त्यो 1870 को दशकमा मेकफेयरल्यान्ड दार्जिलिङ आएपछि एकैचोटि 23वटा स्कुल खोलेको रहेछ नि त। 23वटा स्कुल खोलेको रहेछ प्राइमेरी, अप्पर प्राइमेरी। अन्त त्यसरी मेरो ट्राइबल स्कुल भन्ने छ, त्यो पनि हो क्या। यहाँ पनि कालिम्पोङमा कता कुन स्कुलहरू छ। त स्कुल त खोल्यो। ब्रिटिसहरूको इन्टेन्सन के भनेदेखिलाई यसलाई कुमार सरले लेख्नु भएको छ त, डाक्टर कुमार प्रधानले। एउटा ब्रिटिस साम्राज्यको एउटा ठुलो पाङ्रो थियो अरे। त्यो पाङ्रो चलाउनुको लागि ब्रिटिसलाई मसिनो पूर्जा चाहिएको थियो अरे क्या। त्यही पूर्जा तयार गर्नुको लागि चाहिँ यहाँ स्कुल खोलेको। हामीले अलिकति मतलब पढ्नु लेख्नु सक्नेसम्म चाहिँ बनाएको उनीहरूको काम चलाउनुको लागि। त अब देवनागरी पनि सिकाउनु पर्यो। स्कुल खोलेपछि हाम्रा त गुरु छैनन्, गुरुहरू छैनन्, पढे लेखेका छैनन्। के गरे भन्दाखेरि मेकफेयरल्यान्डहरू पहिला गयामा आएर बसेको रहेछ नि त। अन्त त्यतैतिर गएर युपीतिर गएर एउटा मास्टर झिकाएर यहाँ ल्याए। अनि मास्टरलाई देवनागरी लिपि चिनायो। उसले के चिनेर आएको थियो भन्दाखेरि हिन्दीको देवनागरी लिपि चिनेर आएको थियो। यहाँ आएर हिन्दीको देवनागरी लिपि पढाए, तर खोप्री 2टा आयो। अन्त त्यसैलाई हामीले हाम्रो भन्यौँ नलिन्छ, नेपालमा पनि हुनुपर्ने नि त, नेपालको छैन होइन। त कारण चाहिँ त्यो त्यही भनेको मैले। त्यही त यो ऐतिहासिक सत्यदेखि हामीले कसरी आँखा चिन्नु। त्यति मात्रै होइन। हिन्दीमा आयो। हिन्दीमा आउँदाखेरि हिन्दीमा एकजना भोलानाथ तिवारी नामको एकजना भाषाविद हुनुहुन्छ। ल
कैलाश चन्द्र भाटिया को छ 3-4 जना कमसेकम तत्सम शब्दमा चाहिँ यो उचित ध्वनि बुझाउनुको लागि तल थोप्रिदिनु हुँदैन भनेको रहेछ नि त। उनीहरूले त यो के अरे क्रिया लेख्दाखेरि थोप्रिदिँदैन रहेछ, थोप्रिदिँदैन रहेछ। षड्यन्त्र लेख्दाखेरि थोप्रिदिँदैन रहेछ। खड्ग लेख्दाखेरि थोप्रिदि हिन्दीको कुरा गरेको दिँदैन रहेछ। त्यहाँबाट गडुड लेख्दाखेरि त्यो चाहिँ तत्सम संस्कृतको शब्दमा नहाल। किन नहाल? संस्कृतमा थिएन नि त, थिएन, संस्कृतमा थिएन। हामीले हाम्रो भाषाको ध्वनिलाई लेखेर देखाउने, स्थायी बनाउने भनौँ न, स्थायी सधैँको लागि। अब मैले यहाँ भनेपछि त एकछिनमा त सक्यो, त्यो त हावामा मिलायो होइन। तर मैले लेखेर राखेको त सबैको लागि, सधैँको लागि भयो नि त। त्यो सधैँको लागि आँखाको विषय बनाउनको लागि लेखेर कानको विषय हो, भाषा कानको विषय हो। अब आँखाको विषय बनाउनको लागि चाहिँ चाहियो नि त एउटा सिम्बल त। नेपाली भाषा त्यो चाहिँ थिएन नि त, थिएन। त्यो चाहिँ हामीले संस्कृत भाषालाई लिपिबद्ध गर्नको लागि बनाइएको लिपि चिन्हभित्रबाट हामीलाई चाहिने ल्याएको हो। स्वर ल्याउनु हुँदैन, उता त के छ। तर अब सिक्किमले 16वटा स्वरवर्ण पढ्ने भयो नि त हो। 38वटा व्यञ्जन 16वटा स्वरवर्ण पढ्ने भएको छ। हाम्रो पनि चासो छ नि त्यस्तो भएको छ। त्यो चाहिँ हेर्दै जाँदा म त अक्षय मान्छे हो कि मलाई त सन्तले बस्नु दिएन त खासमा त। अन्त के कोटाइरहनु पर्छ, के कोटाइरहनु पर्छ कि एउटा सूत्र छ के अरे वृहत नेपाली व्याकरणमा एउटा सूत्र छ। त्यो सूत्र चाहिँ के रहेछ भन्दाखेरिलाई संस्कृतको यो चास्य स्वर यो मध्य मित्य सम्पद्यते स डकारको प्रकार त्यो थोप्ली भएको छ। त्यहाँबाट थोप्ली भएको ढकार मेति स एव चास्य डकार सन्नुमस्ना सम्प्रयुक्त। त्यहाँबाट के खोज्दा चाहिँ एउटा त्यो खोज्दिने त भित्र हुनुहुन्थ्यो होला हौ त्यो किताबहरू। एउटा सौनकको ऋषि सौनकको प्रातिशाख्य भन्ने किताब रहेछ संस्कृतको। त्यसलाई चाहिँ हिन्दीमा टीका सहित व्याख्या गरेको रहेछ क्या। खोज्दैमा चाहिँ यो सूत्र चाहिँ मैले त्यहाँ भेटेँ। यो सूत्र चाहिँ आचार्य देवमित्रको यो सूत्र रहेछ। यो सूत्रमा चाहिँ के भनेको रहेछ भनेदेखिलाई सेम छ, एउटै हो। यो चास्य स्वर योर मध्य मेत्य सम्पद्यते डकार लकार ल यस्तो परेको ल, यस्तो परेको ल हुन्छ नि। त्यो झन्डै मराठीले चलाउने ल जस्तो क्या। अन्त डकार त्यहाँदेखि लहकार ल आधा लकार तामेति सहेव चास्य डकार सन्नस्मना सम्प्रयुक्त भनेर आचार्य देवमित्र भनेर लेखेको छ। त्यो वृहत नेपाली व्याकरणमा चाहिँ लको ठाउँमा तल थोप्ली लको ठाउँमा चाहिँ तल लेखेको रहेछ। खास चाहिँ ल हो कि होइन नि त्यो पनि। अब त्यसको उच्चारण त्यसको त्यो के थिएन मैले यहाँ बुझ्नुको लागि मैले भनेको त्यसको उच्चारण यो कि थिएन नि। अन्त कुरा चाहिँ के रहेछ भने वैदिक र लौकिक वर्णमालामा दुईटा अक्षर रहेछ ल दुईटा। त्यसको
कालान्तरमा र उचित त भयो होला, उचित त भयो होला, तर सिम्बल त थिएन, चिन्ह त थिएन, उचित त भयो होला, सिम्बल थिएन। हिन्दीले उर्दूबाट नुक्ता टिपेर ल्याएर दडहरू मुनि ल्यायो, कुरा त्यति त हो। अन्त यो सूत्रमा चाहिँ के भनेको छ भने कुन कुन स्थितिमा द चाहिँ त्यो उचित हुन्छ, कुन कुन स्थितिमा द चाहिँ उचित हुन्छ। एकछिन सकेर त्यहाँबाट जाने कहाँ जाने घरमा हो। 5 मिनट पछि अनि कुन कुन स्थितिमा चाहिँ द चाहिँ उचित हुन्छ है भनेर यहाँ बताएको छ। तर कहाँ हुँदो रहेछ भन्दाखेरि चाहिँ फेरि स्वत भनेको छ। स्वत भनेको के होला? स्वत हुन्छ भनेको छ, उच्चारण स्वत हुन्छ भनेको लेख्नु पर्दैन भनेको होइन। म त्यसरी बुझेँ त, स्वत आफै हुन्छ भनेको चाहिँ कहिले लेख्नु पर्दैन भनेको होइन। शब्द छ नि त स्वत भनेर लेखेछ नि त। अन्त कहाँ चाहिँ हुँदो रहेछ भन्दाखेरि भनेदेखिलाई म तपाईँलाई यसको 1-2वटा उदाहरण दिन्छु। दुईटा स्वरको बिचमा ड आयो भने उचित हुन्छ। दुईटा स्वरको बिचमा ड आयो भने स्वत उचित हुन्छ है। स्वत जस्तो कि जाडो, जाको पछाडि आ छ, त्यहाँदेखि गोमा ओ छ होइन। यहाँनिर ओ छ नि त, दुईटा ओ भयो, त्यो बिचमा र ओ छ नि त पछाडि, त र ओ पछाडि ओ छ नि त जाडोमा। त्यो ओ आयो अगाडि, यता पछाडिको जाको पछाडिको जा आयो, आ ओ। दुईटा स्वरको बिचमा ड आयो, स्वत उचित हुन्छ। स्वत हुन्छ भनेको छ। हामीले त पढेको कुरा गर्ने त हो, तर हाम्रो त कहाँ छ त त्यो। अन्त यहाँ दुईटा स्वरको बिचमा आयो, यसित आयो भने पनि उचित हुन्छ। यसित बढ्यो उचित भइहाल्छ। स्वत लेख्नु पर्दैन। र अब दुई स्वरको बिचमा परेन भने चाहिँ डको ड हुन्छ। ड र डको अगाडि स्वर छैन, र पनि व्यञ्जन छ, परेन नि त, स्वर बिचमा आएन हो कि। डमरु डको पछाडि त म छ, अगाडि केही छैन, त्यो डको ड हुन्छ। अब डोको हो कि। अब अझै अर्को छ चन्द्रबिन्दु, त्यो के अरे दीर्घ स्वर सित चन्द्रबिन्दु आयो भने पनि डको ड हुन्छ। पछि जाड हो, जाड र लेख्नु पर्दैन, त्यो स्वत हुन्छ भनेर लेखेको रहेछ। सबभन्दा ठुलो कुरो यो लास्ट, सबभन्दा ठुलो कुरो मैले छोडेँ होला कतिवटा, केही छैन, म यही त छु। सबभन्दा ठुलो कुरो चाहिँ अक्षर भएपछि अर्थभेदक हुनै पर्छ। त्यो अक्षर हो भनेदेखिलाई त्यसले अर्थमा भिन्नता ल्याउनु पर्छ। त्यसले प र फर
ख राख्नुहोस् त खर हुन्छ, खर भनेको अर्कै अर्थ भयो। अब रको अगाडि ग राख्नुहोस् त गरको अर्थै भयो, रको अगाडि घ राख्नुहोस् त घको अर्कै अर्थ आइहाल्छ नि। वर्णले त अर्थमा त परिवर्तन ल्याउँछ। तल थप्लो भएको रलाई चाहिँ अगाडि राखेर डौलाई चाहिँ पछाडि राख्नुहुन्छ, के हुन्छ? पछाडि बसेको छ, तल थोप्ली भएको लु पछाडि छ अरे, त्यसलाई हटाएर ड बनाउनुहोस् त, के अर्थमा परिवर्तन आउँछ? केही अर्थमा परिवर्तन आउँदैन। भाषा विज्ञानको कुरा गरे जस्तो हुन्छ कि, तर भाषा विज्ञान कुरा गर्नु पनि पर्छ। भाषा विज्ञानले चाहिँ वर्ण चाहिँ व्यक्तिले के हुनुपर्छ नै भनेको रहेछ नि त। अब हामी त्यस्तो पढाउँछौँ, के गर्नु त अन्त? त्यस्तो पढाउँछौँ हो कि? र एउटा कुरा, भाषाको विवादलाई खासमा चाहिँ भाषा विज्ञानले चाहिँ विकासको रूपमा हेर्दो रहेछ। यो विवाद होइन, विकास हो भन्दो रहेछ। तर अब यही कुरो नबुझेर भाषाको मुद्दा सङ्गोष्ठी गर्दा हुन्थ्यो, राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्गोष्ठी गर्दा हुन्थ्यो, मान्छे भेला गर्ने सामर्थ्य थियो उहाँहरूसित, त्यसो गर्नु भएन हो कि? तर यो प्रक्रिया चलिरहनुपर्छ। कोही न कोही सुरु त निस्केला नि त। अघि एकजना एनबी घिमिरे सिक्किममा अलिकति लेख्नु भएको रहेछ, राम्रैसित लेख्नु भएको रहेछ। बिचरा उहाँलाई अलिकति अप्ठ्यारो पऱ्यो कि भन्ने पिर लागेको छ। कालिम्पोङबाट म चाहिँ सोसियल मिडियामा अलिकति इनेक्टिभ चाहिँ भएँ। कालिम्पोङबाट सबभन्दा पहिला भण्डारी सरको कमेन्ट देखेको थिएँ। कमेन्ट के थियो? भण्डारी सर मान्नुहुन्न मेरो कुरा, भण्डारी सर मान्नुहुन्न नि, तर भण्डारी सरको एउटा कमेन्ट के थियो भनेदेखिलाई कमसेकम यो मुद्दा चाहिँ न्यायालयमा पुग्नु भनेको हाम्रो दुर्भाग्य हो भनेर लेख्नु भएको थियो। त्यो ठुलो कुरा। त्यसपछि के अरे टिकाबारीको थुप्रो चलेछ। मैले पछिबाट थाहा पाएँ हिराजीले लेख्नु भएको रहेछ। जति कुरा भयो कालिम्पोङबाटै भयो। त्यसमा त हामीले कमेन्ट गर्दा हुन्छ। अब एकचोटि म मङ्पुमा एउटा बिहेमा गएको थिएँ। बिहेबाट फर्केपछि त्यही सोसियल मिडियामा लेख्नु भएको रहेछ। सञ्जय सरसित पाठ गर्ने इच्छा थियो, पाठ भएन भनेर लेख्नु भएको रहेछ। हाम्रो चिनाजाना थिएन, अहिले पनि ठिकसित भएको छैन। योग्यता बहिनी आज बसेर हामी बात मार्न सक्छौँ। तपाईँसित भेट भयो पहिलोचोटि। तपाईँहरू सबैजनालाई म धन्यवाद भन्छु। चुपचाप सुनिदिनु भयो तपाईँहरूले, मलाई खुसी लाग्यो। तर अब यो बोल्ने काम चाहिँ बन्द गर्नुपर्छ होला। मैले